साथीहरू आजको यस नयाँ भिडियोमा फेरि पनि स्वागत छ। आज हामी कुरा गर्नेछौँ पाल्पा सिमेन्ट इन्डस्ट्रिजको आइपिओ बाँडफाँड कहिले हुँदैछ, यसको मिति चाहिँ तोकिसकेको छ र पर्ने चान्स कतिजनालाई रहेको छ र कतिजना लगानीकर्ताहरूको भने यसमा हात खाली रहनेछ त। सम्पूर्ण जानकारी आजको यस छोटो भिडियोमा दिने कोसिस गर्नेछौँ। यदि अहिलेसम्म हामीसँग जोडिनु भएको छैन भने यस्तै खाले सेयर मार्केट, आइपिओ, एफपिओ सम्बन्धी भिडियोहरू सबभन्दा पहिला हेर्नुको लागि च्यानललाई सब्सक्राइब गरी हामीसँग जोडिन नभुल्नुहोला। साथीहरू यो कम्पनीले चाहिँ टोटल 45 लाख किता सेयर बिक्री खुला गरेको थियो फागुनको 12 गतेदेखि लिएर फागुनको 15 गतेसम्म आवेदन दिन सकिने गरी र यसमा चाहिँ जम्मा 2,82,97,120 किता सेयरको लागि चाहिँ अप्लाई गर्नुभएको थियो लगानीकर्ताहरूले भने झन्डै मागभन्दा 6.29 गुणा बढी यसमा चाहिँ आवेदन परेको छ र यसमा चाहिँ पर्ने चान्स कतिजनालाई छ त भन्नुहुन्छ भने जम्मा 4,50,000 जनालाई मात्र यसको चाहिँ आइपिओ 10 किता प्रति व्यक्तिका दरले पर्ने चान्स रहेको छ भने बाँकी रहेका लगानीकर्ताहरूको भने हात खाली रहन्छ। अब मेन प्रश्न यसको आइपिओ कहिले बाँडफाँड हुन्छ भन्ने क्वेसन तपाईँसँग छ भने यसको आइपिओ चाहिँ यसै फागुन महिनाको 28 गते भित्रमा बाँडफाँड भइसक्नेछ। यसको बिक्री प्रबन्धकले जानकारी दिएअनुसार 28 गतेसम्म चाहिँ यसको बाँडफाँड भइसक्नेछ। यस्तै खाले अपडेट भिडियोजहरू सबभन्दा पहिला हेर्नुको लागि च्यानलमा जोडिनुहोला। अन्य विभिन्न आइपिओहरूको पनि अहिले खुल्ने क्रम जारी रहेको छ र यस्तै खाले अपडेट भिडियोहरू हामी यो च्यानलमा अपलोड गरिराख्नेछौँ। मिल्नेछौँ अर्को भिडियोमा। थ्याङ्क यू सो मच।